हेलो गाइज वेलकम टु नेक्स्ट ब्लग। आज चाहिँ दाइको बिहे छ। दाइको बिहेमा हामी जन्ती जाँदैछौँ सफारीमा। कहाँ अरे दमक जाँदैछौँ। दाइको बिहेमा जन्ती सफारीमा हामी जाँदैछौँ। रमाइलो सफारी यात्रा पनि गर्नु पर्यो होइन। सफारी हान्दै होइन बन्दुक हान्दिने आज झापाको फोटोग्राफरहरूलाई आज बन्दुक हान्दिने हो होइन गुरुदाइ? ओ गुरुजी ल जाँदैछौँ अब दाइको बिहेमा जन्ती जाँदैछौँ सफारीमा। अनि त्यस्तै छ। 7 बजे रेडी गर्न लगाएर 10 बजे गाडी आइसकेको छ यहाँ। बल्ल हाम्रो चाहिँ 8, 9, 10 3 घन्टा पर्खाएर यहाँ हेर त बिजोक मान्छेलाई 3 घन्टा पर्खाउने हो त। अनि आमा यार ल नमस्कार है के छ नि बेउ लाग्यो अर्को टोली पुगिसके कहाँ यहीँ छन् नि सँगै। बिहानै हामीले भनेको बिहानै यही गाडीमा आउँदैन तिमी त कुन त्यसो नि बिहान हामी त 3 बजे हामी यता अगाडि हजुरबा भइहाल्नु भयो अनि पछाडि 2 जना भयो 3 जना अटिन्छ हाम्रो 3 जना पछाडि मेरो आयो राम्रो आउँदैछ। बालगोपाल सिग्देलको विवाहमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। कार्यक्रमहरू हेर्दै जानु होला र मन पराइदिनु होला। लाइक शेयर र सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद। हुनेवाली जेठानी हैरान बनाए हामीलाई इटरीमा मरियत्ते भइ हुन चाहिँ तर रमाइलो छ। ल एउटा जाओस् न उता छ क्यामेराम्यान। बिहेमा स्वागत छ। कहाँ हो टिका लाउने? टिका लाउनु अङ्कल साइलो अङ्कल। जाउँ होइन त भाउजू लिन जाम अब होइन धेरै भयो प्रतीक्षा है। ल फाइनल्ली अब चाहिँ हामी 12 बजेतिर बालदाइको जन्ती जान लागिरहेको छौँ। रमाइलो भइरहेछ। हामी चाहिँ रेडी छौँ जन्ती जानलाई। फाइनल्ली हामी चाहिँ आइसकेको छौँ जन्ती। अहिले चाहिँ बेहुली आइसक्नु भएको छ बेहुलालाई भेट्न। ट्यागको सेमोडहरू लाग्दैछ अहिले। पुरै अनि यता स्वयंवर जस्ट सकेर यहाँ चाहिँ यस्तो व्यवस्था छ बनाएको। अहिले चाहिँ म ठ्याक्कै बेहुलासँग छु। बेहुलाको भनाइ सुन्नु भने त के छ नि? ठिक छ कस्तो नर्भस डर कस्तो लागेन? कामेन टिका लगाइदिँदा कामेन? टिका लगाइदिँदा भन्दा पनि बेहुलीले होइन तपाईँलाई ठक्क माला लगाइदिँदाखेरि कस्तो भयो? ढुकढुक गरौँ भएन? यहाँ सँगै एउटा प्लेट ठाउँ बना न। 2टा प्लेट चाहियो।
भयो थप्ने अरू थप्ने भयो अब लगायो काठमाडौँको पार्टीमा खाने काठमाडौँको पार्टीमा भाउजू नमस्कार कस्तो लागिरहेछ राम्रै लाग्यो एकदम खुसी स्वयं रहँदा डर लागेन लाग्यो हात काम हो टिका लाग्दा हात काम हो दाइको त कामै न डर पनि लागेन भन्ने हामी चाहिँ स्टिल बिहेमै छौँ अहिले चाहिँ गोडा भिन्ने कार्यक्रम हुँदैछ यहाँनिर चोट्ट किसलाई फोटोसुट कस्तो भइरहेछ मजा आइरहेछ तपाईँलाई 105 चलाउँदा एकदम हुने आउनु पऱ्यो मङ्गलाय तनहरि तदेवलं सुखिनं तदेव ताराबलं तन्द्रबलं तदेव विद्याबलं दैवबलं तद लक्ष्मीपदे चन्द्र स्मरामि शुभ लगन लगाइदिनु शुभ लगन ताली बजाएर शुभ लगन गो शुभ लगन गो शुभ लगन तनहरि त्यो पहिले चाहिँ पोते तदेवलं सुखिनं तदेव ताराबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदे चन्द्र स्मरामि कपडा लानु तपाईँ यो सिँदुर लिएर उहाँ त सिँदुर लिएर आउनु त हो त्यतिर कपडा लिएर हिँड्नु त पन्नार हरे प्रसिद्ध प्रसिद्ध माता जगत खिलस्य प्रसिद्ध विश्वेश्वरी पाइ विसन्तमेश पाइ चराचरस्य तीनचोटि छुसछुस लगाइदिनु अब त्यहीबाटै हो तीनचोटि अब नि ठ्याक्क बुढी औँठाले एउटा टिको लगाइदिनुपर्छ बुढी औँठाले ठ्याक्क एउटा टिको लगाइदिनु मजाले तँ खोलिदिनु त निधारमा लगाइदिनु हुन्छ निधारमा लगाइदिनु त फेरि निधारमा लगाइदिनु त पहिले अहिले छोडिदिनु न त्यो एकछिन कपडा छोडिदिनु कपडा छोडिदिनु कपडा त्यो छोड्नु एकछिन पर्दैन निधारमा लगाइदिनु निधारमा चाहिँ ठ्याक्क अब नि बुढी हत्केलाले ठ्याप्प माथि शिरमा उठ्नु हो ठ्याप्प आशीष दिनु अब नि त्यो बट्टा बिर्को लाउनु बिर्को लाएर यो कपडा सिन्दुर लाउने कार्यक्रम सकिसकेको छ अनि त्यो बिर्को लाएर अनि त्यो कपडाले हात पुस्नु पहिले तपाईँले सबै मजाले पुस्नु दुईटी हात कहाँ जानु त तपाईँ सिन्दुर हाल्ने बेला सुँगुर बेहुला लाउने हो नि त मैले होइन पर्छ नि त कुरो एकजना अब के गर्नुपर्छ भन्दा त्यो सिन्दुरको बट्टा पनि त्यहीँ राख्नु त्यो झोली धो त्यसै हो ठ्याक्क राख्नु अब उठ्नु हजुर उठेर बेहुलीले यसरी औँलीले थाप्नुपर्छ हजुर हो त्यसरी थाप्नु बेहुलीको हातमा सट्टा राखिदिने त्यो सबै कुरो राखिदिने हो अब के बेहुलीलाई ठाउँ सार्ने बिस्तारै नि फेरि पसार्नु पाइँदैन होसियार आफ्नो मालो होसियार राख्ने हो सिक्दिँदै बिस्तारै सरझट्ट उठाउने बस्नु पर्यो भने केही गर्दैन जुरुक्कै बोक्नु पर्यो नि केही गर्दैन कि मालाले केही गर्दैन हजुर बसेर अब सक्नुहुन्छ त उठेर पो बल पुग्थ्यो होला त तल सबै समाउने ओर्तिर सार्ने ल ताली पड्काइदिनु अब बेहुलाले त्यहाँ उभिनुपर्छ त्यहाँ उभिने अब बेहुलीले अब हजुर बस्नु भने उता कोटमा सट्ट तानिदिने हो लु अब बस्ने अनुमति पाएपछि बस्नु पर्यो यो त चिया खाने कार्यक्रम भइरहेछ लाजा यहाँ छ होइन हो त्यहाँ बिचमा हाल्नु सबै अब नि तपाईँलाई यस्तो घुमाउने बेहुलीले उता घुमाएर दिन्छ यो पक्रेर बेहुली पक्रेर हो यस्तो घुमाएर तपाईँले लाने ठिक जाने अहिले ठिक रहेछ नि उताबाट हो यता छोड्यो बेहुला फेरि अब
मैले पढ्न सुरु गरेँ, मैले पढ्न छोडेपछि मैले छेक्यो बेहुलाको अनुहार छेक्यो बेहुलाको अनुहार छेक्यो तपाईँले खेलिरहने तल खेलिरहने साढेको साढे गरेर ओ भगवान् बालदाईको बिहेमा आउनु भएको छ। हजुर बालदाईलाई बिहेको के सन्देश दिन चाहनुहुन्छ तपाईँ? वैवाहिक जीवन एकदम सुखमय होस्, राम्रो होस्, सुमधुर होस्, हामीलाई सधैँ माया गरिराख्नु, हामीलाई टाढा नबनाउनु, यही सन्देश दिन चाहन्छु। हजुर यति मात्रै? पुगिहाल्छ। यहाँ चाहिँ जुत्ताको भयङ्कर बार्गेनिङ भइरहेछ। कति अरे डिमान्ड कति अरे डिमान्ड जम्मा होइन 5000बाट 2000मा झरे अरे 5000बाट 2000मा झरे अरे उनीहरू। अब त्योभन्दा मुनि झर्दैन भन्छन्। हजुर अब यिनीहरूसँग मैले के कुरो गर्नु? ए कहाँ पुग्यो त नि 2000 पुग्दैन गाडी रिजर्भ गरेर हामी जाने कुरा हुँदैन। यहाँ एउटा खसी हुन्छ के हुन्छ रेडी गर भोलिको लागि। यहाँ होइन तिमी भन्दो बाँकी सबै अनिसा बोल्दै भन अनिसा कहाँ छ जिम्मा दे। सिधा कुरा हो। बासमा फोटो खिचेको छैन नि। अनि बासमा फोटो नखिचाइ यहाँ विषय यहाँ सिधा कुरा या त भोलि हामीलाई पार्टी चाहियो। पार्टी काठमाडौँमा त्यस्तो हुँदैन यार। गाडी रिजर्भ गर्दै हामी त जान्छौँ, फर्किने भाडा दे। तिमी तिमी अनिसेलाई गरिदेऊ भन न, अनिसेले सबै गर्छ। माग पुरा भएन, यसले गलत गरो होइन, सिधा कुरा हो यो चाहिँ मिलेन कुरा। यसको विषयमा केही भनिदिनु नि यहाँ। अब अनिसेको त हुँदैन भाइ, यहाँ त के तैँले बोल्ने कुरा भएर त हुँदैन। अब यहाँ धर्ना बस्नुपर्छ क्या, उभिन दिँदैन यहाँ। भालेले डिग्रीलाई भन्नुपर्छ भनेको सिधा कुरा भन भने होइन भने काठमाडौँ जाउँ भन। मैले भने आउने भाडा दिन्छु भने हामी गाडी रिजर्भ गरेर जाने हो। गाडी अर्को खोज्नु पर्छ।
गाडी त खोज्नु पर्यो नि जानु पालो यो त फेरि एकदम रमाइलो मजाको कुरा भइरहेको थियो काका कोट लाएर जाने जति गाउँको यतिकै जाने यतिकै आउने यो कोटाको खोल्नु भएन काका हेर्नु यो ओके उसले होइन उसले त्यहाँबाट ओके भनिदिएपछि पुरै सक्यो उसलाई पनि प्रुभ हुन्छ नि त एउटा ग्रुपमा पनि फोटो लिन्छ यो विवाहमा ल के हो अनिसको नेतृत्वमा मैले जिम्मेवारी लिएँ जिन्दाबाद जिन्दाबाद सफल भयो नि त सफल भयो नि त आजको यो वैवाहिक उहाँको जीवन पनि सफल रह्यो र भोलि हाम्रो प्रकाश प्रिय टोलीको जुन माग थियो त्यो पनि बडो हर्ष उल्लासका साथ जे छ म गर्छु भनेर उहाँले सम्बोधन गरिसक्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद ल ओके एउटा लु अर्को हुँदैछ दुईटा अघि मलाई दुई दुई भनेको छ नि होइन कसले समाउँछ त्यसले पहिले दुई पारिहाल्नु है ल तिमीलाई पुग्यो नि अब दिनु त पऱ्यो नि पैसा दिइसक्यो कति भयो 3 भयो लु भयो ल भयो ताली बिटेर ओइ अब एउटा काम गर्नुपर्छ जुत्ता तिमीले भिनाजु लगाइदिनुपर्छ जुत्ता तिमीले भिनाजु लगाइदिनुपर्छ कसले लुगाएको मलाई अब लगाइदिनु पर्छ अघि बोलेको भिडियो चाहिँ डिलिट भयो भने अनिसले भनेको पैसा तिमीले तिर्नुपर्छ के भयो सानो के भयो छोरी ओ पवन भाइ मामा कता म त महिना पुगेको फाइनल्ली बिहे सकिसकेको छ बेहुली अन्माउने काम हुँदैछ अब चाहिँ अब यहाँबाट डाइरेक्ट काठमाडौँ जानुहुन्छ बेहुली लिएर अब यहाँबाट चाहिँ बिदाई भयो फोटो लिँदै हुनुहुन्छ हजुर बेहुलीको ब्याग दिउँ ल फाइनल्ली बिहे सकिसकेको छ बिदाई पनि भइसक्यो अब हामी लाग्छौँ पछि मेरो दाजु बालेको फेरि आउँछ के भनेर कसको खुसीको लागि गऱ्यौँ बालेले आफ्नो जीवनमा जतिसुकै सम्पत्ति गाउँछ आफ्नो लागि खर्च गरेको यही हो बाँकी कमाएको पैसा सबै नेक्स्ट जेनेरेसन तर अर्को कुरा भनौँ गाउँमा 70 साल पछाडिको मजा भनेको बालेको बेवा छ है त्यो चाहिँ विचार गर पछि बालेले हेर्नुहुन्छ नि यो भनिराख्नु यतिको मजा हुन पाउनु सर्ट क्लिप पारेर हाल होइन हामी पनि हेर्न पाऊँ लामो त हेर्न मजा आयो क्या तेरो के छ त मस भाइ मेरो के छ मेरो बाल छ बालको बुहारी छ एकदम हाम्रो प्यानलको मान्छे हो होइन माई डियर मान्छे हो नराधिको पुष्प दाइले पनि एकै वचनमा है फेरि हुनु एकै वचनमा जति मैले बोले बोलुन्जेलसम्म
बालेको सालीहरूमा को फेला पर्यो थाहा छ? पण्डित गइहाल्यो त दुईटा केटालाई त हालिहाल्छु है तिमीहरू यहाँ दुईटा सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो छोरी नातली मोरी लैजाने हाट हाम्रो लैजाने हाट हाम्रो पकै टिपी भएको भएर खाउने दिन लाग्छ टपकै टिपी भएको भएर खाउने दिन लाग्छ क्यारीको हातको सुनको औँठी लाउने दिन लाग्छ लाउने दिन लाग्छ इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो कसको छोरी पातली मोरी लैजाने हाट हाम्रो लैजाने हाट हाम्रो संसारी पारी तो सानो जङ्गल संसारी पारी तो सानो जङ्गल गाई बसी चर्ने प्यारीको हातको सुनको औँठी लाउने दिन लाग्छ लाउने दिन लाग्छ सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो कसकी हो छोरी पातली मोरी लैजाने हाट हाम्रो लैजाने हाट हाम्रो लैजाने हाट हाम्रो कोही मात्र